नमस्ते, म डिआर प्राजुल म्याग्नेट। म तपाईँ समक्ष अभिभावकत्वको विषयमा कुरा गरिरहेको छु। आज पनि म तपाईँ समक्ष कसरी सफल अभिभावक बन्न सकिन्छ भन्ने विषयमा चर्चा गर्न गइरहेको छु। म नेपालमा हुँदा जब स्कुलको प्रिन्सिपल थिएँ, त्यो बखत अधिकांश अभिभावकको एउटै गुनासो हुन्थ्यो कि मेरो बच्चा अलि चकचक छ, मेरो बच्चाले मैले भनेको कुरा मान्दैन, घर गएर जति बेला पनि खेल्न खोज्छ, जति बेला पनि भिडियो गेम हेर्न खोज्छ, टिभी हेर्न खोज्छ, तर पढ भन्दा ऊ पढ्दैन। त्यसपछि मैले उहाँलाई के भन्छु भने, म एकपटक तपाईँको घर आउँछु। जब म घर जान्छु उहाँको घरमा कृष्णको तस्बिर देख्छु। त्यसपछि मैले अभिभावकलाई सल्लाह दिने बेला अथवा पृष्ठपोषण दिने बेला मैले एउटै कुरा भन्छु कि के त तपाईँले अहिले बच्चाले जे गरिरहेको छ त्यसलाई एक्सेप्ट गर्नुहोस्, स्वीकार गर्नुहोस्, नत्र भने तपाईँको घरको त्यो भित्तामा रहेको कृष्णको तस्बिरलाई निकालिदिनुहोस्। किनकि तपाईँको बच्चा अहिले कस्तो छ भन्दा ठ्याक्कै कृष्णको व्यवहार अहिले तपाईँको बच्चामा छ। तपाईँले कृष्णलाई स्वीकार गर्नुहुन्छ भने किन तपाईँले आफ्नो बच्चालाई स्वीकार गर्नुहुन्न? बच्चाको हरेक पलमा, हरेक समयमा केही न केही उनीहरूका क्रियाकलापहरू, उनीहरूका व्यवहारहरू फरक फरक हुन्छन्। त्यो फरक व्यवहारलाई हामीले स्वीकार गर्न सकिएन र त्यसमा हामीले दबाव दिन थालियो भने वास्तवमा बच्चा पछि मन्दबुद्धिको हुन जान्छ र उसले पढाइमा अथवा अन्य काममा राम्रो दक्षता हासिल गर्न सक्दैन। मैले धेरै अभिभावकहरू देखेको छु, अत्यन्तै दबावमा राख्ने। बच्चा सानो छ, करिब 1.5-2 वर्ष 3 वर्षको बच्चा छ। उसले आफ्नो घरमा भएका सबै सामानहरू चलाउन खोज्ला, ऊ एकैछिन पनि शान्त नबस्ला। त्यो बखत थर्काएर हुन्छ, गाली गरेर हुन्छ, अथवा कुनै खालको मानसिक यातना दिएर हुन्छ, उसलाई नियन्त्रण गर्न खोजिन्छ। एकैछिनका लागि त त्यो राम्रो होला किनकि बच्चा शान्त भयो, तर जब तपाईँले तपाईँको बच्चालाई शान्त गराउने प्रयास गर्नुहुन्छ, उनीहरूलाई कन्भिन्स गराएर शान्त गराउनु भयो भने त्यसको कुनै प्रभाव पर्दैन, नकारात्मक प्रभाव पर्दैन। तर उनीहरूलाई कन्भिन्स नगराइकन, उनीहरूलाई नसम्झाइकन तपाईँले उनीहरूका ती व्यवहारहरूलाई निर्मूल पार्न सक्न थाल्नुहुन्छ अथवा त्यसलाई दबाउन थाल्नुहुन्छ भने पछि गएर तपाईँको बच्चा मन्दबुद्धिको हुन्छ। तपाईँको बच्चाको कुनै पनि इन्टेलिजेन्स राम्रो हुन सक्दैन, किनकि बच्चाले जब सानो हुन्छ के भनेर प्रश्न गर्छ। तपाईँले के को उत्तर दिनुभयो भने त्यसपछि बच्चाले किन भनेर प्रश्न गर्छ। तर अभिभावकहरू के को त उत्तर आउँछ, मम्मी यो के हो, त्यो के हो भनेर त्यसको उत्तर त हामीलाई आउँछ, हामीले सहजै जवाफ दिन्छौँ। तर जब बच्चाले किन भनेर प्रश्न गर्छ 3-4 वर्षकोमा, त्यसपछि कुनै प्रश्नको उत्तर हामीलाई आउँदैन। त्यसपछि हामीले के भन्छौँ, त पढ्न चाहिँ खोज्दैनस्, तर नचाहिने कुरा मात्र गर्छस्, यसको के अर्थ छ तँलाई? यस्तै खालका नाना भाँतीका कुरा गर्छौँ हामी। त्यसपछि उसको किनको जिज्ञासालाई मार्न खोज्छौँ। तपाईँले किनको जिज्ञासालाई मार्न खोज्नुभयो भने बच्चाले कसरी भन्दैन। कसरी भनेन भने तपाईँको बच्चाले कुनै पनि घटनालाई, कुनै पनि विषयलाई सूक्ष्म ढङ्गबाट अनुसन्धान गर्न सक्दैन। जब ऊ ठुलो हुन्छ त्यसपछि त्यति बेला तपाईँ पछुताउनुहुन्छ कि मैले सानोमा मेरो बच्चाको जिज्ञासालाई मेटाउन सकिनँ र अहिले यो दुर्भाग्य भोग्नु पर्यो। त्यो समय नआओस्। आजदेखि हामी सोचौँ र चेतौँ भन्दै आजलाई यति नै। हवस् त, धन्यवाद, नमस्कार।